नेपाल सरकारले ह्याकरहरूलाई नै भन्यो आउनुहोस् हाम्रो सिस्टम ह्याक गरेर देखाउनुहोस्। सुन्दाखेरि अलिक डेन्जर लाग्न सक्छ, तर कुरा त्यस्तो होइन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आफ्नो डिजिटल सिस्टमलाई साइबर सेक्युरिटीबाट परीक्षण गर्नको लागि यस्ता इथिकल ह्याकरहरू आमन्त्रण गरेका हुन्। यसलाई भनिन्छ लाइभ इथिकल ह्याकिङ। यसको उद्देश्य भनेको सिस्टमलाई बिगार्नु वा सरकारी डेटा चोर्नु होइन, बरु अनुमति पाएका साइबर एक्सपर्टहरूबाट सिस्टममा भएको कमी कमजोरीहरू खोजेर सरकारलाई रिपोर्ट गर्छ र सरकारले त्यो रिपोर्टको आधारमा सिस्टमलाई अझ कडा र बलियो बनाउँछ। अर्थात् ह्याकरले सिस्टम तोड्ने प्रयास गर्छ, त्यसको लुप होलहरू खोज्ने प्रयास गर्छ, तर सरकारको उद्देश्य भनेको सिस्टमलाई अझ मजबुत र सुरक्षित बनाउनु हो। यस्ता एथिकल ह्याकिङ जस्ता एक्टिभिटिजहरू संसारका थुप्रै ठुला कम्पनीहरूले गराउँछन् र यो साइबर सेक्युरिटी क्षेत्रमा एकदमै महत्त्वपूर्ण अभ्यास पनि हो। किन भन्दाखेरि सिस्टम जनतासम्म पूर्ण रूपमा पुग्नुभन्दा अगाडि यसमा भएका कमी कमजोरीहरू औँल्याउन सकियो भने पछि हुने ठुलो साइबर एट्याकलाई रोक्न सकिन्छ। तर ध्यान दिनुहोस्, अनुमति नभएका सरकारी सिस्टमहरू ह्याक गर्नु चाहिँ एथिकल ह्याकिङ होइन, त्यो साइबर क्राइम हुन सक्छ। अब तपाईलाई प्रश्न, यदि तपाईले नेपाल सरकारको सिस्टमलाई परीक्षण गर्ने मौका पाउनु भने तपाईले सबैभन्दा सुरुमा के कमी कमजोरीहरू पत्ता लगाउनु हुनेछ? यो भिडियो तपाईको ह्याकर साथीलाई पठाउनु होला। थ्यांक यू।